सो केटा हाम्रो चाहिँ ट्युमा दुलो परेर रहेछ होइन। सो यहाँनिर दुलो परेछ पुरै हावा आउने गऱ्यो है। सो बुढोले जियोस् एकैछिन बनाइदिने हो, चेन्ज गरिदिएको ट्यु नै चेन्ज गरिदियो क्या। सो अब यो काम नलाग्ने हो होइन, के भन्नु अब यो काम नलाग्ने हो। सो यो ट्युै चेन्ज गरिदिएको साइकलको, हाम्रो बसन्तीको ट्यु। अब साइकल लिएर जानुपर्ने बनाउनलाई। अब यहाँबाट 3 किलोमिटर हिँड्दै जानुपर्छ, यहाँबाट 3 किलोमिटर हिँड्दै जानु पर्यो अनि मात्रै बनाउने ठाउँमा पुगिन्छ। सो अहिले चाहिँ म साइकल बनाउन निस्किनु लागेको होइन। सो हाम्रो साइकल पम्चर भएको छ यहाँ हेर न, अस्ति पम्प हालेर आयो होइन। सो खलातखुलुत एकैछिनमा एकैछिनमा आधी घन्टामै गइहाल्यो। सो हे गाइज वेलकम न्यू ब्लग, न्यू डे, न्यू एपिसोड अनि जय श्रीराम होइन। सो अहिले चाहिँ म ठ्याक्कै हाम्रो होस्टेलमा चाहिँ भर्खरै ड्युटीबाट आएको होइन। सो बिहानको ड्युटी थियो अनि हिजो म्याच पनि हेरेर आएको थियौँ होइन। सो म्याचको भिडियो कस्तो लाग्दा होला है, सो कमेन्ट गर्नु होला भयो है। दामी लागेको थियो, मलाई चाहिँ खतरा लागेको थियो है म्याच हेर्नलाई। पहिलोचोटि गएको थियौँ, एक्साइटेड पनि खतरा थियो अनि जोस हेर्न मजा आयो भनौँ न होइन ओल ओभरमा। सो अहिले चाहिँ म साइकल बनाउन निस्किनु लागेको होइन। सो हाम्रो साइकल पम्चर भएको छ यहाँ हेर न, अस्ति पम्प हालेर आयो होइन। सो खलातखुलुत एकैछिनमा आधी घन्टामै गइहाल्यो। सो अहिले चाहिँ अनि मैले एउटा साथीलाई सोधेको थिएँ क्या, साइकल बनाउने चाहिँ कहाँनिर छ सर्भिस रिपेयर सर्भिस सेन्टर कहाँ छ भने, अनि उसले चाहिँ लोकेसन पठाइदिएको छ। सो अहिले चाहिँ हामी अब जान आँटेको साइकल लिएर होइन। यो साइकल डोर्याउँदै लिएर जानुपर्ने। सुरुमा हामी मेट्रो स्टेसन जान्छौँ अनि मेट्रो स्टेसनमा यो साइकल लिएर जाने अनि त्यसपछि मेट्रोमा अलिक छिटो हुन्छ होला होइन, सायद जस्तो मलाई लाग्छ। सो टाका जाने अनि त्यसपछि पम्चर बनाउने। आज चाहिँ पम्चर बनाएर, किनभने 4-5 दिन भइसक्यो क्या होइन। अनि 4-5 दिन लगातार ड्युटी जाने आउने साइकलमा के अरे साइकलमा अरे मेट्रोमा पैसा तिर्ने 3 रुपियाँ एकचोटि चढेको 3 रुपियाँ गर्दाखेरि होइन 15-20 रुपियाँ सकिसक्यो क्या। सो लास्ट टेन्सन भइसक्यो होइन। अब जाडोमा चाहिँ सायद मेट्रो नै चढ्छु होला, किनभने साइकल कुदाएर जान एकदमै गाह्रो हुन्छ है। सो त्यो पनि बनाएर राखौँ होइन। यताउता तलमाथि जान, यसो मल सल जान होइन, लेक पार्क जान, मेगा मल जान सजिलो हुन्छ नि त होइन। के किन्नु पर्यो यताउता सामान किन्नु पर्दाखेरि। सो त्यही भएर बनाएर लिएर आउने। अनि यो महिना चाहिँ सायद म साइकलमै जान्छु अनि त्यसपछि चाहिँ अनि हेरौँ होइन। अनि त्यसपछि जाडो खतरा लाग्यो, यदि जान सकेन भने चाहिँ साइकलमा चाहिँ, अनि त्यसपछि चाहिँ फेरि मेट्रोमै जाने हो है त। सो अहिले चाहिँ साइकल लिएर जाउँ, हाम्रो बसन्तीलाई रिपेयर गरौँ है, पम्चर भएको छ नि सानी। सो यसलाई टक्क रिपेयर गरौँ अनि त्यसपछि रिपेयर गरेर आउने है त आज चाहिँ मजाले। सो गाइस लास्ट गल्यो हो म्याच, तँलाई साइकलमा हिँड्ने बानी पऱ्यो कि अझ हिँड्दा त यस्तो गीती लाग्छ। पहिला त हिँड्दा पनि मजा आउँथ्यो होइन। सो मेट्रो स्टेसन आइसकेँ म। अब यहाँबाट चाहिँ साइकल लिएर जानुपर्ने हुन्छ मेट्रो स्टेसनमा। यत्रो सिँढी छ, यत्रो सिँढी यहाँ बोकेर लानुपर्ने हुन्छ यार, लास्टै गीती छ हौ। साइकल पनि प्रब्लमै हुन्छ क्या होइन, कुदाउनु चाहिँ राम्रो हुन्छ त मजा आउँछ। अब हेर त यत्रो सिँढीमा होइन, यत्रो सिँढीमा सल्लाह बोकेर लानुपर्ने हुन्छ। अब त्यो माथि आउने मात्रै छ होइन, गरिङ पो भयो। सो लागौँ है त फटाफट। अब साइकल गरेर बनाएर अनि फेरि फर्किनु पर्ने हुन्छ, रुम फर्किनु पर्ने। फेरि भोलि बिहानको ड्युटी छ, चाँडै सुत्नु पर्ने हुन्छ, किनभने हिजो सुत्न पाएको छ। हिजो 2 घन्टा मात्रै सुतेको छ क्या, हिजो 2 घन्टा मात्रै सुतेर ड्युटी गएको छ हिजो अनि लास्टै गीती भएको छ। सो फटाफट जाउँ है। सो केटा कस्तो रिस उठेर आउँछ भने नि के भन्ने, अब साइकल छिराउनै नदिने अरे क्या मेट्रोमा। आज भरे 8 बजीदेखि राति मात्रै छिराउन मिल्ने अरे क्या। अब साइकल लिएर जानुपर्ने बनाउनलाई। अब यहाँबाट 3 किलोमिटर हिँड्दै जानुपर्छ, यहाँबाट 3 किलोमिटर हिँड्दै जानु पर्यो अनि मात्रै बनाउने ठाउँमा पुगिन्छ। कस्तो रिस उठेर आएको, छ्या कति टाढा हो बनाउने ठाउँ पनि। सो जाउँ अब, यहाँबाट जङ्गलबाट सिधै जाने हो होइन। सो अब के गर्नु त, आफूलाई त आवश्यकता छ, चाहिनै पऱ्यो, गर्नै पऱ्यो, बनाउनै पऱ्यो। आवश्यकता परेपछि होइन यस्तै हो, आवश्यकता परेपछि जे पनि गर्नुपर्छ, जति पनि हिँड्नुपर्छ। यस्तै हो दुःख, यस्तै दुःख पाइयो साइकलमा पनि। साइकलमा राम्रो हुन्जेल सुखले हिँडेको थियो, अब साइकल हल्का बिग्रेपछि अलिकति दुःख त गर्नै पर्यो है। सो फटाफट जाउँ होइन। अब हिँड्दै 3 किलोमिटर हिँडेपछि मात्रै पुगिन्छ, तर पुगेर फर्किने बेलामा चाहिँ अब साइकलमा सर आउन पाइन्छ। अनि त्यसपछि चाहिँ ड्युटी सुटी जाँदा पनि पैसा बच्छ नि त होइन मेट्रोमा। सो त्यही सोचेर अब हिँड्नु पऱ्यो नि त 3 किलोमिटर है। सो लाग्छु है म फटाफट, अनि म पुगेर भिडियो गरौँला अब है त। सो गाइस फाइनली आइपुग्यो होइन। सो यहाँनिर बनाउँदो रहेछ है, बाइक चिक्लेता लान्तेनिनो भन्ने ठाउँ। सो यसको यहाँ हेरौँ है त, रिपेयर सप हेरौँ है। सो यहाँ पुगेँ, यस्तो रहेछ। पहिला गाउँको याद आयो। अब यो चाहिँ के अरे ट्युब नै चेन्ज गर्नुपर्ने छ होइन साइकलको। सो यसको चाहिँ आस्ता दा Perché spui? Tieni. Asta.
किन आस्था आस्था बिन बुढोलाई अगाडिको चेन्ज गर्नुपर्ने भनेको झन्डै पछाडिको चेन्ज गरेर सो ट्युनै चेन्ज गर्नुपर्ने रहेछ होइन सो यस्तै भइरहेछ कि 45 रुपियाँ लिने रहेछ 45 रुपियाँ 50 रुपियाँ भनौँ न गाडीको यति सो फटाफट चेन्ज गर्न लाम होइन अनि त्यसपछि जानुपर्ने हुन्छ यहाँनिर साइकल हाम्रो बसन्तीको हालत बसन्ती सो यहाँनिर अरू कुराहरू के हाल्न मिल्ने रहेछ भने चाहिँ हाल्ने हो है साइकलको हेरौँ है त एउटा हाम्रो चाहिँ ट्युमा दुलो परेर रहेछ होइन सो यहाँनिर यत्रो दुलो परेछ पुरै हावा आउने गऱ्यो है यत्रो दुलो परेर रहेछ अब हावा गक्कै गर्छ यार सानो दुःख दियो त मलाई मेरो पैसा पनि सक्यो पकटे 25-30 रुपियाँ सक्यो होइन 4-5 दिनदेखि गएको मेट्रोमा आएको जानु आउनु गर्दाखेरि 6 रुपियाँ सकिन्थ्यो क्या सो अहिले चाहिँ अब नयाँ ट्युब हालेको होइन सो बसन्तीले हल्का दुःख दिएछ बट अब लास्ट हिँडेर आउनु पऱ्यो क्या 1 घन्टा जति हिँडेर आउनु पऱ्यो क्या होइन साइकलमा पम्प थिएन के गर्नु अब यस्तै भयो सो अब ठिकै छ फटाफट बन्छ अनि त्यसपछि खुसी भएर साइकलमा लिएर जाने हो 45 रुपियाँ खर्च भयो पनि है सो बुढोले जियोस् एकैछिन बनाइदिने हो चेन्ज गरिदिएको ट्युब नै चेन्ज गरिदियो क्या सो अब यो काम नलाग्ने हो होइन के भन्नु अब यो काम नलाग्ने हो सो यो ट्युबै चेन्ज गरिदिएको साइकलको हाम्रो बसन्तीको ट्युब सो गाइस फाइनली हाम्रो बसन्ती रेडी भइसक्यो है एकैछिन 15 मिनटमा क्या यहाँ हेर न बरु अस्ति म चेन्ज गर्थेँ नि होइन यहाँ थाहा थिएन मलाई लोकेसन थाहा थिएन क्या अनि साथीसँग मागेँ साथीसँग लोकेसन माग्यो होइन अनि सो यहाँ आइहाल्यो बनाउनलाई सो 15 मिनटमा काम खलास क्या ट्युब फेर्नु पर्ने थियो होइन पैसा फकट्टै अस्ति खर्च भयो क्या सो बटाबट भइहाल्यो सो अब चल्दिने हो बसन्ती पनि दामी भयो है सो अब सायद अलिक 1-2 महिना बनाउनु पर्दैन होला सायद होइन सो अब लागौँ सो जाँदै कुरा गरौँला है त जोस् रमाइलो लाग्यो साइकल बनाएपछि खुसी लागिरहेछ क्या कम्पनी जान आउन लास्ट अप्ठ्यारो भइरहेको थियो क्या होइन अनि पैसा फेरि खर्च भक्क भइ थियो नि त होइन सो साइकलमा मजा आउँछ सरर गयो टक्क 5 बजे 6 बजेको ड्युटी 5 बजे उठेर चट्ट खानासाना तताएर खाएर जाँदा पनि म भ्याउँथेँ क्या अनि मेट्रोमा चाहिँ जानुपर्छ अनि पर्खिनुपर्छ अनि कतिखेर आउँछ भनेर वेट गर्नुपर्छ होइन सो त्यो भएर चाहिँ प्रब्लम भइरहेको थियो बट अब हेरौँ जाडोमा त सायद म मेट्रोमै जान्छु होला किनभने जाडोमा साइकलमा जान सकिँदैन क्या साइकल कुदाउनै सकिँदैन क्या सो त्यो प्रब्लम हुन्छ बट अब अहिले गर्मी हुन्थ्यो अब सायद 1 महिना यो महिनाभरि सायद होला होइन सो त्यही हो काम लाग्छ नि त साइकल बनाइराख्नु पऱ्यो नि त होइन सो चाँडै भए पनि यताउता मल सल जानु पऱ्यो सपिङ जानु पऱ्यो भन्दाखेरि त चाहियो नि त होइन साइकल सो त्यही भएर बनाइरहेको सो फिट भयो साइकल होइन मैले चाहिँ यसको ट्युबै चेन्ज गरिदिएको क्या ट्युबै चेन्ज गरिदिएको पम्चर बनाउँदैन रहेछ फेरि पम्चर पनि यत्रो दुलो परेको छ ट्युबमा है सो त्यही भएर ट्युब चेन्ज गरिदिएँ सो फटाफट लागौँ रुम होइन रुम जाँदाखेरि हल्का त्यहाँनिर पार्क सार्क पर्छ त्यतातिर यसो पसेर होइन हल्का फ्रेस भएर जाउँ है सो गाइज हामी फाइनली पार्कतिर आइपुगेछ है यो पार्कमा आएकै थिएन क्या यतातिर डुलेकै थिएन है सो त्यही भएर आज छिर्दिउँ न त यतापट्टितिरको पार्क पनि कस्तो रहेछ है सो त्यही भएर चाहिँ सो अनि एउटा कुरा पनि भन्नुपर्ने थियो हाम्रो मैले जुन अस्ति भिडियो बनाएर हालेको थिएँ नि सो के अरे पोर्चुगल जाने छ मान्छे हो भने चाहिँ कन्ट्याक्ट गर यताउता भनेको थियो होइन सो त्यो भिडियोहरूबाट चाहिँ एकजना भाइ आएको थियो होइन के गुरुङ हो नाम भन्दिनँ होइन गुरुङ हो होइन सो ऊ चाहिँ 2 दिन अगाडि यहाँबाट हिँडेछ बुकाइसबाट होइन सो बुकाइसबाट तिमी छोरा अनि तिमी छोराबाट चाहिँ उनीहरूको रुट अनुसार त्यहाँबाट होइन केमा जाने ट्याक्सी अथवा केमा जाने सो त्यो अनुसार उनीहरू जान्छ है सो उनीहरू हिँडेछ अब हेरौँ पुग्छ कहिले पुग्छ अनि त्यसपछि म भिडियो बनाउँछु होला सायद यदि उसलाई कम्फर्टेबल लाग्यो भने उसको नाम भनेर बनाउँछु होइन अथवा कम्फर्टेबल लागेन भने चाहिँ होइन म भन्दिनँ उसको नाम पनि सो बट कसरी हो जान्छ कसरी पुग्यो त्यो मान्छेहरू होइन अनि त्यो बारेमा चाहिँ म भिडियोहरू बनाउँछु है सो त्यो हो केटा हो होइन मान्छेहरूले के अरे दलाल सलाल यताउता भनिरहेको थियो होइन सो मैले चाहिँ त्यो भाइलाई सुरुमै भन्दै थिएँ म भाइ दलाल सलाल होइन मैले जस्ट एउटा अप्सन मात्रै दिएको होइन मतलब सल्लाह मतलब एउटा हुन्छ नि होइन सो त्यो मात्रै दिएको होइन तिमी कुरा गर जसले पठाउने हो मान्छे त्योसँग कुरा गर अनि चित्त बुझ्यो भने राम्रो लाग्यो मन पऱ्यो भने चाहिँ अनि जानु होइन एप्लाई गर्नु अथवा जानु भन्दै थियो होइन सो उसलाई चाहिँ एकदमै धेरै प्रब्लम भएको थियो क्या त्यहाँनिर बसेर कम्पनीले एकदमै धेरै टर्चर दिइरहेको थियो होइन अनि त्यो प्रब्लमहरू सुनाइरहेको थियो अनि त्यो भएर दाइ म त अब आवश्यक जानै पर्ने भयो होइन मलाई जान मन छैन त्यही पनि म जानै पर्ने भयो भन्यो क्या अनि झन् त भाइ जाउँ त अब यहाँबाट सोच विचार गर अनि कुरा बुझ पैसा ठिक राम्रो लाग्यो भने जाऊ भनेको थियो होइन सो त्यही भएर चाहिँ ऊ गयो उसँग एउटा साथी पनि गयो होइन सो हेरौँ कहिले पुग्छ सायद अब 4-5 दिनमा पुग्छ होला सायद होइन सो राम्रो हुन्छ पुग्यो भने होइन उसलाई बेस्ट अफ लक यताउता भने बट भेट्न चाहिँ पाएन मजाले किनभने उनीहरू छिटै हिँडिहाल्नु परेको थियो क्या सो त्यो थियो है सो अहिले म यहाँ आइपुगिरहेको छु यहाँ हेर न यहाँ खुट्टाहरूले कस्तो मजाले खेलिरहेको छ क्या हेर त यो फेरि काठ हो कि के हो काठ हो कि के हो यो काठ जस्तो छ त होइन
काठ होइन होला ढुङ्गा होला सायद काठ त कहाँ रहन्छ र यसरी होइन सो एउटा अब रुमतिर लाग्नुपर्ने हुन्छ होइन सो यस्तै हो हाम्रो बसन्ती बल्ल बल्ल बनायो होइन सो एकदम खुसी लागिरहेछ मलाई मेरो बसन्ती रेडी भयो सो राइडको लागि है सो राइड साइड हान्नलाई मजा आउँथ्यो सो मैले जङ्गल कहाँ कुदाइरहेको थिएँ नि त अनि यत्रो धुलो परेको रहेछ क्या ट्युबमा सो मैले ट्युबै चेन्ज गरिदिएँ होइन 45 रुपियाँमा ट्युब चेन्ज गरेँ सो अब हाम्रो बसन्ती रेडी भइरहेछ सो भोलि बिहानदेखि चाहिँ हामी बसन्तीमै ड्युटी जाने हो होइन किनभने पैसा बचाउनु पर्ने हुन्छ 100 रुपियाँ अब त्यसकै लागि मात्रै काम लाग्ने छ मेरो बसन्ती होइन किनभने डेलिभरी छोडिहाल्यो डेलिभरी राम सत्य भयो अब यताउता घुम्न यसो पार्क सार्क आउन घुम्न अनि फुटसल खेल्न जान होइन नजिकै अनि कम्पनी जानलाई सो त्यतिको लागि काम लाग्ने हो मेरो लागि सो त्यति भयो भने साइकल पनि मजाले नि ठिक छ पम्चर अथवा केही बिग्रिँदैन होला जस्तो लाग्छ मलाई होइन सो यस्तो एउटा सो भोलिको भिडियोमा चाहिँ सिट्ठीमा र कि फसल बिअसल सबैजना अनि रोमानियाको स्यालेरीको मैले भिडियोहरू हालिरहेको थिएँ होइन मेरो स्यालेरीको चाहिँ म अब जति आउँछ 3200 आए पनि हाल्छु म 2800 आए पनि हाल्छु होइन अनि 4500 आए पनि हाल्छु होइन सो हाइएस्ट 4500सम्म आएको छ बट अरू मान्छेहरूको चाहिँ अलिक थोर हुन्छ प्रायः जस्तो होइन किनभने यो बेर एउटा ओभरटाइम अनुसार ओभरटाइम सहितको स्यालेरी हो क्या सो प्रायः मान्छेहरूले ओभरटाइम पाउँदैन रेस्टुरेन्टहरूमा काम गर्नेहरूले ओभरटाइम पाउँदैन होइन सो त्यही भएर उनीहरूको अलिकति थोर हुन्छ बट थोर हुन्छ भनेर मैले मेरो स्यालेरी धेर हुन्छ भनेर देखाएको होइन मैले डेली ब्लग गर्छु त्यही भएर चाहिँ मैले यो मेरो स्यालेरी यति छ त्यही भएर मैले देखाएको है सो कसैले पनि चित्त नदुखाऊ होइन मलाई कमेन्टहरू गरिरहेको थियो भाइ तिम्रो धेरै रहेछ अरूको 2400-2500 हुन्छ खुसी हो भन्दै थियो होइन हाम्रो पनि बेसिक 2450 नै हो बट मलाई चाहिँ 3 दिनको चाहिँ 3टा शनिबारको चाहिँ ओभरटाइम फिक्स गरिदिएको छ सो त्यही भएर चाहिँ अपरेटर भएर चाहिँ त्यस्तो भएको हो होइन सो अलिकति धेरै आएको नत्र भने हाम्रो पनि त्यति नै हो 2700-2800 नै आउने हो क्या है सो त्यो हो केटा अलिकति अब खपरमा रहेछ भनौँ हल्का लक्की रहेछ भनौँ फ्याक्ट्रीमा आइयो र त्यतिको पाइयो भनौँ होइन नत्र चाहिँ हामी पनि त्यही नै थियो है सो साँच्चै त्यही नै हो है स्यालेरी बेसिक भनेको मैले भनेको छु 550 USD भन्दा हुँदैन बेसिक होइन अब त्यसमा ओभरटाइम पायो टिप्स पायो भने चाहिँ बेग्लै कुरो हो है त सो त्यति हो मैले भन्न खोजेको कुरा होइन स्यालेरीको बारेमा सो सिउटीमा र भोलिको ब्लगमा भेटौँ होला है त जय श्री राम है।